आज चाहिँ मेरो खतरा च्यालेन्ज भइरहेको है। म ठ्याक्कै अहिले त्रिपुरेश्वर पुग्न लाग्यो। म चाहिँ यहाँबाट ठ्याक्कै मेरो रुमसम्म गट्ठा घरसम्मै एक हातले बाइक चलाउने कि एक हातले मोबाइल समात्दै छु होइन, एउटा हात खाली छ, यो हातले मात्रै ट्याक्कसँगले बाइक चलाएर गट्ठा घरसम्म पुग्ने प्लान चाहिँ हो होइन। भर्खर सुरु चाहिँ गरियो, अब के हुन्छ थाहा छैन। अब जाम पऱ्यो भने त मैले दुई हात लाउनु पर्ने हुन्छ, यतापट्टि अब अगाडिको ब्रेक त लाउनु परिहाल्यो होइन। होइन र भने चाहिँ म फेरि ट्याक्कै पुऱ्याइदिन्छु, होला ट्याक्कै पुऱ्याइदिन्छु है। तपाईँहरूलाई फेरि विश्वासै नलाग्ला है, यहाँ ह्यान्डल देखाएर राख्ने कुरो पनि भएन फेरि। एक हातले भन्नु होला ट्याक्कै है, एक हात खाली छ क्या। यो मेरो मोबाइल नत्र त्यसरी हल्लाउन मिल्दैन नि त, हेर्नु न मोबाइल राख्यो नि त। ल यता गऱ्यो नि स्पिड चाहिँ यही हो फेरि। कस्तो नदेखिएको छ नि, 40 को स्पिडमा छ है अहिले भाइ। म फुल एक हातले मात्र कन्ट्रोल गरिरहेको छु, यतापट्टि हात खाली छ। बाटो यही हो काठमाडौँको। अहिले ट्याक्कै टाइम चाहिँ बेलुकाको कति बज्यो होला, कस्तो नदेखाएको यार, 8:30 जति भयो होला सायद। म 8:10 बाहिरबाट निस्केको थिएँ, 8:30 जति भयो होला। म पुरै एक हातले त्रिपुरेश्वर भन्दा नि उतापट्टि है, ठ्याक्कै यो कालीमाटी जाने खोलाको बाटोको छेउबाट अनि त्यहाँबाट गट्ठा घरसम्म पुऱ्याउँछु भन्ने सोचिरहेको थिएँ। साइड लाइट पनि बालिदिउँ फेरि होइन, ट्याक्क यसलाई जान दिउँ। अब म जाउँ, साइड लाइट बालेछ ल, ट्याक्कै बालिरहेको छ है साइड लाइट नै फेरि। सही हो यार है। अब यहाँबाट त फेरि यतापट्टि लेफ्ट साइडमा हो, म जाम पनि पर्दैन होला नि त। अब यहाँ त माइती घर पुग्नलाई त बाटो पुग्न पर्दैन नि त। बाइक अब बिस्तारै स्पिडै कम्तिरहेको छ। मेरो एक्सिलेटरमा चाहिँ मेरो हातै छैन फेरि। यतापट्टि ट्याक्कै खाली फेरि। ट्रिक भन्नु होला, यो ट्रिक चाहिँ केही नै होइन है। फेरि त्यसै नगरेको काम गरेको चाहिँ होइन मैले, भए पनि तर रहर लाग्ने क्या, ट्याक्क रहर लागेर हो गरिदिउँ के छ र होइन। ट्राफिक रहेछ नि त त्यहाँनिर यार, के गर्ने होला त, डाइलग हान्ने होला फेरि ट्राफिक। मोबाइल यता राख्नु त कट्यो अन्त कटिहाल्यो, कट्यो यार। त्यो त्यहाँबाट त सही हो, कट्यो है। साइड लाइट चाहिँ दिउँ है फेरि। पानी आउनु ला अलिअलि अब है यार। के हो गोलाई मुड्न त गाह्रो पो हुँदो रहेछ त यार। तै पनि ठिकै छ, केही छैन, कटाइदिन्छु। माइती घर त पुग्नै लागिसक्यो है। ल साइड लाइट त बलेको भएको छ, ट्याक्कसँगले स्पिड कम भइसक्यो यो बाइकको। मतलब अलिक उकालो बाटो आयो नि त, त्यही भएर अलिक कम रेस दिइरहेको छ। NS 200मा एक हातले लगभग 7 किलोमिटरभन्दा अलिक बढी नै होला सायद। त्यो कालीमाटी छिर्ने पुल, त्यो चौमती विष्णुमती पुलभन्दा अलि अगाडिपट्टिको चोकमा ट्याक्क तेल हालेपछि चाहिँ ल एक हातले अब आज हान्दिउँ है। मेरो रहरै फेरि कसैले नगरेको काम चाहिँ गरेको होइन, मैले भनिरहेको छु। मेरो रहर हेरौँ के हुँदो रहेछ हाम्रो हो। र जाम पऱ्यो भने त मैले हात लाउनै पर्छ फेरि, कसैले नगरेको काम चाहिँ होइन है। फेरि भनिरहेको छु अघि फेरि यसले फुर्ती गरे, यसले यार कसैले नगरेको जस्तो भन्नु होला, त्यस्तो चाहिँ होइन। ल यार अब जाम त परि त हाल्यो, मैले अब जसरी हात लाउनै पर्ने हुन्छ। तर अहिले ट्राई कि हात लाउनु अर्को मैले यतातिर यो जाम भइरह है। ल यार हातै नलाइकन पठाइदियो यहाँ त। ए हो यहाँ त कट्यो त यार, स्टेकै तालमा कटेछ नि बाइक त। अब यतापट्टि साइड लाइट दिउँ है। ल माइती घर पनि कट्यो है एकै हातले। र रेस बढाउँ हल्का, भनेको मतलब यो गियर बढाउँ, बाइकले गियर माग्यो नि त। यहाँनिर रेड लाइट पऱ्यो भने चाहिँ फेरि म गएँ क्या, मैले यहाँ भन्नु मात्र हुन्छ। लाइट परेन भनेदेखि त पुगिन्छ झैँ लाग्छ मलाई। हेरौँ के हुन्छ। अझै नि धेरै छ हो बाटो त यार। भर्खर माइती घर त पुग्यो, बाटो यही हो, बिजी छ पुरै। भनेको मात्रै चाहिँ लाइट परिहाल्यो। अब लाइट परेपछि त के चाहिँ गर्ने हो र यार, बर्बादै भइहाल्यो। खैर केही छैन, अब यहाँनिर हात लाउनै पर्ला सायद है। ल हात लाउनु न यार, तर ल म यहाँ स्टार्टै अफ गरिदिन्छु है त। अफ गरिदिउँ ल, स्टार्ट अफ। ट्याक्कैसँगले सहिलो फेरि अहिले नि यहाँ अफ हान्यो। लाइट बोल्न ला। अब स्टार्ट गर्ने चाहिँ कसरी हो थाहा छैन फेरि, केही छैन। म ट्रिक लगाइदिन्छु यसलाई, ट्रिक।
हात त लाउँदै नलाउने जानेलाई विचार गर्ने अब छोड्यौँ है हात खाली है फेरि ल हिँड्यो है त लाइट पनि त्यहाँ बल्यो यहाँ हात खाली छ म हिँडेँ कसरी हिँड्यो अब खाइ जान चाहिँ फेरि यहाँनिर कहिलेबाट सुरु भयो त यस्तो रसभरि लाउनलाई लाउनु चाहिँ जस्तो लाग्दैन कहिले यहाँ त यहाँ नि कटिरह बिस्तारो बिस्तारो तर भइरह है अहिलेसम्म त मैले दुईवटा हात लाखेन नि फेरि त्यहाँ स्टार्ट अफ गर्न त मेरो अनि मैले त्यहाँ स्विच थिच्नलाई त लाउनै परिहाल्यो अब क्लच तानेर एउटै हातले स्विच थिच्ने कुरा भएन क्लच छोडेर स्विच थिच्ने पनि कुरा भएन तर न्युट्रलमा राखेर गरेको भए त हुन्थ्यो पनि क्यारे तर त्यो दिमागै आएन त्यहाँनिर खैर केही छैन ठ्याक्क अहिले बिजुली बजार पुग्यो बिजुली बजारको पुल्नेर पुग्यो भन्दा नि पुग्दिन लाग्यो अब बानेश्वर जाम हुने ठाउँ त खास अब चाहिँ आउँदैछ बानेश्वरमा तिनकुनेमा अनि अब कोटेश्वरमा पनि जाम भइहाल्ला होइन लाइट पऱ्यो भने त बर्बादै हुन्छ अरे बर्बाद चाहिँ नहुँदै तर अर्को हातले ब्रेक अगाडिको लाउन चाहिँ नपर्ने रहेछ तर जे भए पनि स्विचको लागि मात्र भयो नि मैले अर्को हात चाहिँ लाउनु पर्ने चाहिँ हात खाली छ है फेरि हेर्नु यता हरान दिउँ फेरि भत्तै आइतला र आफ्नो अगाडिको ब्रेक यहाँ मोबाइल समातिरहेको छु न अहिले फेरि मोबाइल छोडेर ब्रेक समाउनु न सिधै लगेर हानिदिनु भयो भने त बर्बादै हुन्छ नि त होइन सखापै हुन्छ त्यही भएर स्पिड चाहिँ हात खाली है यता यहाँनिर मात्र भइरह मेरो जे भइरह बस यसमै भइरह अरू केही राखेन क्लच तान्ने र यो ह्यान्डल सिधा गरेर राख्ने काम मात्र भइरह हाम्रो नि दिन आउला यसरी हिँड्ने हाम्रो नि आउला दिन आउला है भगवान् छन् भने हाम्रो नि दिन आउला तर केही छैन जे भए पनि जोडी भए पनि खत्रै होस् दाजुबहिनी भए पनि बबालै होस् है फेरि सम्बन्ध बलियो रहिरहोस् भन्छ नि भगवान् छन् भने आउला हाम्रो नि दिन आउला है अरे बबालै हो भयो के भएर स्पिड त झन् कम्ती रहेछ 29 पुग्यो त ल यार लाइट परिरहेको थियो त पर्थ्यो लाइट पनि है अब यहाँ फेरि ट्राफिकले तर ल्याङ चाहिँ हान्ने होला फेरि किन अर्को हातले के गर्न लाग्छ भनेर म मोबाइल तल हालिदिन्छु ल ट्याक्सीसँगले सुरु गरेर यहाँ राखिदिने अनि भइहाल्छ होइन तर त्यही नै म त्यहाँ पुग्दा लाइटै नबल्ला जस्तो छ ग्रिन गर्ने होला अब यार लाइट बल्दै त हुन्थ्यो ग्रिन बल्दै त हुन्थ्यो यहीँबाट अलिक स्लो गरेर ए बल्यो ल यार थ्याङ्क्स यार बल्यो लाइट त अब फेरि यहाँ तर जसरी पनि जाम त परिहाल्छ अगाडि गाडीहरू अगाडिकति अगाडि बढ्न पनि त टाइम लागिहाल्छ म भत्तै अगाडि उडेर जाने होइन ट्राफिक लाइट त्यहाँ हेर्दै खाने यस्तो गरौँ है त हात खाली खाएँ फेरि हेर्ने त बानेश्वर चोकबाट नि कट्यो यार के हो म आज रहर थियो यार गट्ठा घरै घाटले पुग्ने कुरा हुन्छ कि क्या हो मेरो आज यो भयो बाटो चाहिँ अलि बिजी नै छ हात खाल्यो फेरि यतापट्टि छैन अगाडिको ब्रेक र एक्सिलेटर त मैले ब्रेकै छैन स्पिड अलिकति बढ्यो 35 36 40सम्म पुगिरहेछ भनौँ न के भन्छ धेर त फेरि एक हातले कुदाउन पनि त सक्नु पर्ला होइन कुद्दैन होला सायद के भन्दा नि पर्छ एक्लो रातमा भिज्यो सिरानी कस्तो हल्लिरहेको मोबाइल झन्डै झऱ्यो मेरो फेरि अहिले त यार 41 पुगेछ नि त त्यही भएर अलिकति यहाँ मोबाइल पनि हल्लिरहेको थियो यो अगाडि गाडी ब्रेक लाइट हालेर यार मेरो फेरि पछाडिको मात्र ब्रेक हो अनि अगाडिको हातै भाइ एकछिन कहाँबाट भएर बाटो काट्दै नि अब जहाँबाट बाटो काटेर हात के गरेर मैले फेरि रिस्की काम गरेको हो मैले रिस्की हो मैले यो ट्राफिक नियमभन्दा बाहिरको काम गरेको हो भयो नि रहर पुरा गर्नलाई त जम्मै सोच्नु पर्ने रहेछ अब के गर्ने र होइन भयो नि अब राति अलिकति खाली हुन्छ गरेको नि होइन त्यही भएर गल्ती गऱ्यो भने नि माफ पाऊँ भन्न चाहन्छु ट्राफिक सरहरूसँग देख्नु भयो भनेदेखि त फ्ल्याटै हो देख्नु भएन भने यही भिडियोबाटै माफ पाऊँ भन्न चाहन्छु त्यही हो कुरा ल यार त्यहाँ लाइट गरिहाल्यो अब
जस्तै पनि हुन्न कि हुन्न जस्तो लाग्यो मलाई है। माथिबाट छिराइदिनु क्या हौ गाई यार म माथिबाट छिराइदिने हो र घरलक्कै माथिबाट गइदिने हो र भनेको होइन मलाई बस्नु सही होला भइरह ट्याक्कै 3 पनि पुग्यो 10 मिनटमा यो यहाँनिर त हातै नलाई छैन माथिबाट यताबाट त्यहाँबाट घुमेर यताबाट गएको भए त हुँदैछ तर त्यहाँ फेरि अहिले ट्राफिक लाइट देख्यो भने त ल्याङल्याङै हुन्छ नि त त्यही भएर भइहाल्यो यता हेर यहाँ यो होला फेरि बढ्यो टाढा हान्दिहालौँ चल्नु है चल्नु है बसको पछि जानुपर्छ है ल लागौँ है यहाँ हात खाली छ है फेरि जाममा उठाउने बेला पनि हात चाहिँ खाली नै हो कि स्टार्ट गर्नाले बटम चाहिँ थिच्ने स्टार्ट स्विच अनि फेरि नचलाउने यतापट्टि हात खाली बाटो यही हो जाम छ यहाँ पनि लाइट छ क्या यार यहाँ नि लाइट भयो भनेदेखि त गाह्रो हुन्छ नि त उठाउनु उकालोमा त लाइट रहेछ नि त गाई लाइट रहेछ नि त गाई लाइट रहेछ भनेको ल कुद्यो है लाइट नै कुद्यो ल जाउँ है जाउँ यतापट्टि हात खाली छ है फेरि मेरो ल ट्राफिक लाइटहरू हुन्छ कि हेरौँ हात चाहिँ खाली नै हो जामबाट नि तिनकुनेबाट तिनकुने भनौँ कोरेश्वर पुग्न लाग्यो अब त यहाँबाट त लाइट पर्दैन होला खासै लाइट पऱ्यो भनेदेखि पर कौशल टार्ने ठाउँ मात्र पर्ने हो त्यहाँ पनि फेरि स्विच अफ गरेर बसौँला जो मैले चाहेँ पुरा भइहाल्यो जितिहाल्यो चाहेँ भन्दा नि रहर लागेको भनौँ न रहर लागेको एक हातले टक्क उहाँदेखि यहाँबाट साइड लाइट दिएर भित्र साइडमा जाउँ है हाम्रो फेरि अब बाइक कुदेन भन्दा नि कुराइन्न नि त एस्कुलेटर नथिचेपछि त कहाँबाट कुद्ने हो र वहीँदेखि मैले यसमा एस्कुलेटरमा चाहिँ हात लागेकै छैन है एस्कुलेटरमा र अगाडिको ब्रेकमा चाहिँ मैले हात पनि लागेको छैन त्यहाँ एकचोटि यो अब स्टार स्विच थिच्नलाई चाहिँ एकचोटि गरे हो यो दुईचोटि गरेको हो दुईचोटि अनि त्योभन्दा पछाडि त छैन केही नै 12 मिनट 46 सेकेन्डमा यहाँ पुगेछ यार सयो कोटेश्वर पुग्यो कोटेश्वर यहाँ पनि लाइट परेन भनेदेखि त यहाँबाट त एकैचोटि कौशल तारमा लाइट पऱ्यो भने परेन भने छैन स्पिड चाहिँ 23 मा छ है अहिले बाइक कुदेको चाहिँ छैन स्पिड त्यस्तो एस्कुलेटर नभएपछि कसरी कुद्नेहरू कुद्न नि होइन गियर चाहिँ बढाइदिउँ सर्लक्कै 4 गियरमा हाल्यो 3 गियरमा हाल्यो बाइक यार ध्यान कहाँ छ मेरो लाइट त यार ग्रिन छ नि त यहाँ नि यार के हो सयो यता ट्राफिक सरहरू हुन्छ होला यस्तो गरौँ फेरि अहिले सबैसँग मात्रै खत्तै हान्ने त सिद्धियो त कुरा यस्तै 5 सेकेन्डले दिन्छ त त्यो गरे हो भित्तातिर लिएर आउँछ नि त यार डाइरेक्ट गोर्खिनालाई आउँछ नि त दाइहरू त है गाई गढीपुटीबाट के अरे कोटेश्वरबाट कट्थ्यो है कोटेश्वरबाट एक हातले यो हातले मात्र यो हात त खाली पुरै खाली मोबाइल छ यो हातमा त टक्कै हो त अब तर राति भयो भने यार काठमाडौँको बाटोमा लाइटै नभए नि ठाउँमा चाहिँ पुग्न सकिन्छ क्या रिङ रोड भरि त झन् बवालै छ होइन रिङ रोड भरि त झन् उज्यालो भइरहन्छ गाडी साडी हिँडेर यताउता गरेर भने उज्यालो भइरहेको हुन्छ यता रिङ रोड भन्दा यो बिचको बाटोहरू पनि अब यतातिर लाइटहरू भएर के सही छ के तर हिँड्नलाई चाहिँ सही नै जस्तो लाग्छ है मलाई चाहिँ अब तपाईँहरूलाई के लाग्छ मलाई थाहा छैन मलाई चाहिँ तर सही लाग्छ यार यो लाइटको यार ट्राफिक लाइट के गर्ने होला पनि अब
जडीबुटीमा नि कटियो सर्लक्क। अब लोकनथलीमा त केही नि हुन्न, कौशलटारमा जाम भयो भने मात्र हो, नत्र कौशलटारमा नि जाम भएन भने त गट्ठाघरै पुगिन्छ। अब त लगभग पुग्यो जस्तै हो क्या, लगभग भनौँ न लगभग। अब थाहा छैन है, फेरि अहिले बिचमा केही नि हुन्छ, बिचमा ल्याङल्याङ हुन्छ। ट्राफिक दाइहरूले अहिले अब यहाँ ट्राफिक सरहरू भेट्यो भने त मोबाइल अफ गर्नु त पऱ्यो, पकेटमा हाल्नु पऱ्यो, 2 हात लाउनु पनि पऱ्यो। खासमा अब 1 हातले चलाउनलाई बनाएको बाइक त होइन, आफ्नो रहर लाग्यो भने त केही पनि गर्न त हुँदैन थियो, गरिहाल्यो। यहाँबाट त म भित्र चाहिँ यो साइड भित्रकै बाटो जाँदै फरक पर्दैन खासै, लाइट दिनु पर्दैन होला यार है। भित्तामै चाहिँ गेटमा त के आउला र त्यसलाई साइड यता हात खाली है, फेरि हात खाली हात। तर सबै टुट्न आँट्यो त क्या यार गियर गर्दा। सशस्त्रको त बन्द, अब सशस्त्र प्रहरीहरू हुँदो रहेछ नि त यहाँ, तर मैले देखिनँ। अब खैर केही छैन, कति त सक्यो अब त। एकछिनै कट्यो। अब चाहिँ मुख्य यतापट्टि साइड मजा यतापट्टि भन्दा नि म लेफ्ट लेनबाट जानुपर्छ। लाइट त खुलिँदा रहेछ, 4 सेकेन्ड त रहेछ, गयो यार। कौशलटारसम्म मात्र बर्बाद भइगयो अब के हुन्छ अब। ल यार गाइस, कौशलटार पुग्यो। ल कौशलटार त होइन, कौशलटारसम्म मात्र पुग्यो। गट्ठाघर भनेको एउटा स्टेप पुगेन।